सर नमस्कार है। नमस्कार। हजुरको परिचय दिन्न। मेरो नाम श्रीकृष्ण थापा हो। म फ्रिडम टु लर्न नेपालको सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिरहेको छु। यहाँ चाहिँ मैले एउटा कुरा सुने, यहाँ चाहिँ फ्रीमा चाहिँ ट्युसन कक्षा चाहिँ सञ्चालन हुँदैछ अरे। यस विषयमा हजुरको कुरा राख्दिन्न। हजुर धन्यवाद। यहाँहरूलाई थाहा नै भएको कुरा हो, फ्रिडम टु लर्न नेपालले विगत केही लामो समयदेखि पनौती नगरपालिका र आसपासको क्षेत्रहरूमा यो सार्वजनिक शिक्षा सुधारमा सानो सानो कोसिसहरू गरिरहेको छ। यही क्रममा यही सुधारलाई निरन्तरता दिनको लागि भर्खरै हामीले पनौती नगरपालिका वडा नम्बर 7मा रहेको इन्द्रेश्वर मन्दिर परिसरसँगै यो पनौती कम्युनिटी हब तथा क्याफे सञ्चालनमा ल्याएका छौँ र यो क्याफेबाट हुने हाम्रो आम्दानीको केही हिस्साले पनौती आसपासको बालबालिकाहरूको शिक्षामा मद्दत गर्नको लागि हामीले हरेक दिन बेलुका 5 बजेभन्दा पछाडि चाहिँ बालबालिकाहरूको लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिरहेका छौँ। यो चाहिँ आउने चुनावभन्दा पछाडि हाम्रो कक्षा सञ्चालन हुन्छ र त्यो कक्षाबाट चाहिँ त्यो कक्षाको सुविधा उपयोग गरेर आफ्नो शिक्षालाई राम्रो बनाउनको लागि म सम्पूर्ण भाइ बहिनीहरूलाई अनुरोध गर्न चाहन्छु। यो ट्युसन कक्षा चाहिँ सामुदायिक विद्यालयहरूको लागि मात्र हुन्छ कि बोर्डिङ पनि हुन्छ? यो ट्युसन कक्षा चाहिँ हामीले कक्षा 1 देखि 10 कक्षासम्म अध्ययन गर्ने सबै खाले विद्यार्थीहरूलाई यो सुविधा प्रदान गरेका छौँ। यसमा निजी सामुदायिक भनेर हामीले छुट्याएका छैनौँ। सबै भाइ बहिनीहरू जो यो यहाँ आउनको लागि समय व्यवस्थापन गर्न सक्नुहुन्छ उहाँहरू सबैको लागि यो हामीले ढोका खुल्ला राखेका छौँ। नाम टिपाउनु पर्ने हुन्छ कि के हुन्छ यसको? यसको लागि चाहिँ हाम्रो एउटा यसको सूचना यो पब्लिक नोटिस पनि आउँदैछ, भरे भोलिसम्म आइपुग्छ। अनि प्लस यसमा नाम दर्ता गरेर कक्षामा सिधै आउन सकिन्छ। हस् त, धन्यवाद। धन्यवाद।